ल युवराज सफलले पनि आफ्नो प्रतिक्रिया जनाएका छन्। के भन्नुहुन्छ उहाँको यो प्रतिक्रियाप्रति? आफ्नो प्रतिक्रिया जनाउनु होला। पठाएको लभ लेटर जस्तो सोचेको छस्? कहिले म संविधान च्यातो के गर्नु सोचिरहेको छु, संविधान फाल्ने कि नफाल्ने के गर्ने सोचिरहेको छु। जेन्जी आन्दोलनमा पानी वितरण गर्दा गर्दै हाइज्याक गरेर त विदेशीको दलाल बनिसकेको छस् हैन? तिब्बती धर्मगुरु दलाई लामाको आशीर्वाद तँलाई बारबारा फाउन्डेसनबाट अर्बौं रुपियाँ कुम्ल्याएर खाने तेरो हामी नेपाल नामको एनजिओको पर्दाफास गर्नुपर्ने हो। तैँले देशको सर्वोच्च अदालतको प्रधान न्यायाधीशलाई हटाउने तेरो हैसियत 24 गते भएको आगजानी तोडफोड हत्यामा संलग्न व्यक्तिलाई छानबिन गर्न नहुने त को होस् त महाराज होस्। 23 गते निर्दोष जेन्जीहरूको छातीमा टाउकोमा ताकी ताकी गोली हान्ने हत्याराहरूलाई जतिसुकै बढी कारबाही गर्नुपर्छ, अझैसम्मको कारबाही गर्नुपर्छ। र त सुधाने यो विदेशी डिजाइनमा तैँले यो तोडफोड आगजानी लुटपाट गरेको होस्, तँलाई पनि कडा भन्दा कडा कारबाही हुन्छ। त सुधाने गुरुङले ख्याल गर, युवराज सफल जस्तो देशभक्त मान्छे पनि नेपालमा छन्। चाँडो भन्दा चाँडो तँलाई जेल हाल्न, तँलाई कारबाही गर्न युवराज सफल कटिबद्ध छ। धन्यवाद, नमस्कार।